सो म चाहिँ पहिला कोरिया बसेको होइन, अनि त्यसपछि नेपाल गएर म क्यानाडा आएको। सो कोरियामा हुनुहुने थुप्रै साथीभाइहरूले म क्यानाडा आउँछु भन्नुहुन्छ। सो उहाँहरूको लागि चाहिँ स्पेसली यो भिडियो है। तपाईँहरू कोरियामा राम्रै कमाउँदै हुनुहुन्छ, काम पनि ठिकै छ, तपाईँको वर्क पर्मिट पनि अझै भ्यालिड छ भने सकेसम्म तपाईँ कोरिया नै बस्नुहोस् होइन। क्यानाडा चाहिँ स्पेसली त्यस्तो मान्छेहरूलाई मात्र म सजेस्ट गर्न चाहन्छु जसको चाहिँ क्वालिफिकेसन पनि राम्रो छ होइन, मास्टरसम्म गरेको हुनुहुन्छ, तपाईँको स्किल राम्रो छ भने, तपाईँसँग वर्क एक्सपिरियन्स छ भने तपाईँहरूले चाहिँ क्यानाडा ट्राई गर्न सक्नुहुन्छ। जसको चाहिँ पढाइ पनि मेरो जस्तो 12 मात्र छ, अनि त्यसपछि के भन्छ तपाईँकोसँग स्किल छैन भनेदेखि तपाईँहरूले चाहिँ क्यानाडा नआएकै बेस्ट हुन्छ। तपाईँले चाहिँ सकेसम्म कोरियामा हुँदा कोरिया बसिन्जेल, कोरियाको भिसा भइन्जेल कोरियामा मजाले इन्कम गरेर सेभ गरेर त्यसपछि त्यो सेभिङ भएको पैसाले चाहिँ क्यानाडा एकचोटि ट्राई गर्छु भन्नुभयो भने चाहिँ ठिक हुन्छ होइन। सो कोरिया छोडी चाहिँ क्यानाडा नआउनुहोस् जसको चाहिँ क्वालिफिकेसन पनि राम्रो छैन, स्किल पनि राम्रो छैन। किनभने यहाँ आइसकेपछि स्ट्रगल यस्तो खतरा हुन्छ कि यहाँनिर अहिले रुलहरू यस्तो कडा गरेको छ, जसको क्वालिफिकेसन पुग्दैन, जसको चाहिँ स्किल राम्रो छैन उनीहरूलाई चाहिँ पिआर बनाउनु पनि गाह्रो छ। मेन भनेको यहाँ पिआरको लागि आउने हो, पैसा त तपाईँले कोरियामै कमाउनुहुन्छ। कोरिया जति सेभिङ यहाँ हुनै सक्दैन, किनभने यहाँनिर तपाईँको खाना बस्न आफै म्यानेज गर्नुपर्ने हुन्छ है, एभ्रिथिङमा ट्याक्स हुन्छ, सबै चिज महँगो हुन्छ। सो सेभिङको हिसाबले चाहिँ कोरिया हेरिकन चाहिँ क्यानाडा पिआर नबनिन्जेल चाहिँ सम्भव छैन।